के छ अल्ली के छ। म चाहिँ स्लोभेनिया जान लागेको 2 घन्टाको बाटो छ 200 किलोमिटर धेरै त होइन। मैले यसो हिजो एकछिन त्यो चलाइरहेको थिएँ कि फेसबुक होइन, अनि समाचार यताउता आइरहेको हुन्छ नि त होइन, सबै ठाउँतिरको आफ्नो देशको होइन। प्रायः जस्तो ठाउँमा चाहिँ मैले हेरिरहेको हुन्छु कि नेपालमा जेब्रा क्रसिङमा मान्छेहरू रोड क्रस गर्नु लागिरहेको हुन्छ होइन, कहाँ जान हतार हो थाहा छैन। मान्छे छ अगाडि के छ कुदाएको छ यार गाडीहरू बाइकवालाहरूलाई के साह्रो हतार भयो हो। खोइ त मैले त यतातिर त जता हिँड्दाखेरि पनि मान्छे अगाडि जेब्रा क्रसिङमा उभिए मात्र भने पनि ठ्याक्क गाडी रोकिदिन्छ नि त। यस्तो हुँदैन, एकदम पुरै मान्छेलाई चाहिँ फर्स्ट प्रायोरिटी दिनुपर्छ होइन बाटोमा हिँड्दाखेरि। सबै ठाउँमा त्यही गर्छन्, अब हामीले पनि त गर्नु पर्यो नि त। देश बन्नुमा सबै नेताहरूको मात्र हातमा हुँदैन कि, जनता पनि हुन्छ, आफू पनि सुध्रिनु पर्छ, सबै कुराहरू हुन्छ। हस् त आजलाई यति नै है त, धन्यवाद।